हाई गर न हजुर 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 काम यस्तै हुँदैछ अहिलेसम्म तपाईँहरूको चाहिँ चिन्जान छैन होला नि हाम्रो माइला दाजु ए खै त अनि म त चिने भेटघाट भएको थिएन जस्तो लाग्यो मलाई होला वा युकेमा हुनुभएको जेठ जेठा ए हजुरसँग भेट नभएको हिजो भर्खर आउनुभएको ए उहाँको बसे चाहिँ अस्ट्रेलिया हो नि ए ल त्यसो ल खुसी लाग्यो हजुरलाई त्यसो र हामी चाहिँ यहाँ अब यही हाम्रो मेयर साहबको डाइरेक्सनमा काम गर्दैछौँ है भूपहरूको सबै यो चाहिँ राम्रो हुने रहेछ यो के अरे भूपुको चौतारी एउटा तर पहिला चाहिँ अलिक सानो सानो सोचाइ थियो हाम्रो है अहिले चाहिँ अलिक निकै ठुलो बढेर गयो अनि एउटा ऐतिहासिक नै बनाऊ भनेर हाम्रो प्रयत्न हो बनेपछि होइन एकैचोटि कति उयो सबै यो पछि हाम्रो जेनेरेसनमा पनि याद राखोस् भनेर अनि कोसिस गर्दैछौँ अब त सुरु भयो नि त हजुर अब त जेसै बन्ला छु त्यही त अब हामी सबै जुटिरहेको छौँ तिनवटै सर्भिसहरू नगरी त सुरु नै हुन्न के सुरु नै नगरेर चाहिँ कहाँ हुन्छ त हामी यो के अरे भूपुहरू पनि तिनवटा सर्भिस मिलेर काम गरेको यो फर्स्ट टाइममा हामीले नभए त पहिला सिङ्गापुर मैले पनि युट्युबतिर फेसबुकतिर हालिहाल्छ कि मान्छेहरूले अनि त्यसले गर्दाखेरि एउटा ऐतिहासिक भन्ने हामीले बुझेको छौँ यो अनि यो हाम्रो यो कन्सेप्ट देखेर अहिले उता पश्चिमतिर पनि धेरै साथीहरू आउनुभयो हामी पनि गर्छौँ भन्ने उहाँले चाहिँ कुरा गरिरहनु भएको हो त यसो लौरियाहरूको आफ्नो उयो पनि हुन्छ नि त अनि पहिला चाहिँ के थियो भने आफ्नो बनाउने आफ्नो इन्डिभिजुअल थियो नि आफ्नो घर बनाउँथे अहिले त्यही भयो त यहाँ त्यस्तो थियो तर अहिले चाहिँ अब दारू त पहिला बनाउनु पर्ने थियो नि यार तर यो पहिलोचोटि होला तिन उयो हजुर ग्रुपहरू मिलेर गरेको हजुर तिनजना हामीले मिलेर बनाएको चाहिँ यो पहिलोचोटि हो अन्त त्यो ब्रिटिसहरू हुँदाखेरि हामीले पानी खानु पाएन हजुर यसो दुलाउनु थियो नि त पहिलाको बुढाहरूले हगेन भन्नु न हामीलाई कम्ता दुःख थियो पानी एकचोटि माग्नु पर्यो ब्रिटिसले ल्याइदिन्छ होला गर्नु पर्यो नि पहिले चान्स थियो नि पहिला त थियो नि तर त्यतिखेर यो सामाजिक काममा त्यति साह्रो उहाँहरूको त्यति उयो थिएन नि त पहिला त्यो भएको भए ल्याइदिन्थ्यो मेबी यो अब यो अहिले अब मेयर साहबले त्यो कोकाको गर्दै हुनुहुन्छ नि त्यो त सर्वे त गरेको रहेछ नि पहिला ब्रिटिसले तर ल्याउनु सक्दैन भनेर चाहिँ अलिकति अब त्यो खालको भयो होला तर यहाँको मान्छेहरूले होइन ल्याउनु पर्छ भनेर सायद हुन्थ्यो होला नि त्यतिखेर त उहाँहरूले आफ्नो क्याम्पको लागि मात्रै सोच्नुभयो नि त तर कसो भने नि यो प्रोजेक्ट चाहिँ चलाएपछि बिलबाट तिरिहाल्छ नि मान्छेले हो त नि यो त सेयरमा जानुपर्ने हो खास होइन सेयर मार्केटमा हरेकले सेयरहरूले त्यो बिलबाट पैसा रिटर्न भइहाल्छ नि पछि र यहाँ अब सेयर मार्केट कन्सेप्ट लानुपर्छ अब त त्यो उता हाम्रो कोसीको कुरा त त्यस्तै नै होला सायद मलाई चाहिँ त्यस्तो लाग्छ है अब उपभोक्ताहरूले नै मान्छे जागृत भएपछि सेयर मार्केट अब किन विदेश जाउँछ 30-40 लाख यहाँ हाल न यार पैसा आइहाल्छ अब चाहिँ विदेशमा बसेर ट्रस्टमा चल्नु पर्यो क्या त्यो तर यो सबै अब एउटा अवेरनेस आउनु बाँकी छ हाम्रोमा धेरै मान्छेहरूलाई होइन अब बल्ल आउँदैछ होइन अब यहाँ हाम्रो मेयर साहब आउनु भएपछि धेरै कुरा मान्छेहरू अवेर भयो नि त होइन अनि त्यसले गर्दा अब यो भूपू सैनिकहरू यसरी जुटेको नै उहाँले गर्दा नै भन्नु पऱ्यो होइन किनभने पहिला पनि थियौँ नि त तर यस्तो खालको गर्नुहोस् भन्ने खालको ऊर्जा थिएन नि त होइन प्लेटफर्म हुन्छ एउटा प्लेटफर्म दिनुभयो नि त अनि त्यसले गर्दा काम गर्नु हामीलाई सजिलो भयो हाम्रोमा खुबी के छ हाम्रो भूपू सैनिकको स्किल के छ त्यो विचार गरेर उहाँले चाहिँ भन्नुभयो नि त अनि तपाईँले यो गर्नु सक्नुहुन्छ भनेर चाहिँ त्यो एउटा दिनुभयो नि त एक्ज्याक्टली अनि त्यसले गर्दाखेरि तपाईँहरूको भएको कला चाहिँ देखाउनु पाउनु हो क्या देख्नु पाइयो कि इन्जिनियर पनि छौँ हामी सिग्नल सबैको ग्रुप छौँ नि त यहाँ त आफ्नो पार्ट सबैले यो मान्छेको ट्यालेन्टेड देख्नु पाइयो यहाँ त एक्सपर्टिजहरू थुप्रै छ नि त यहाँ आफै बनाएको हो हाम्रै इन्जिनियरले गरेको हो नि त यो सबै डिजाइनदेखि लिएर सबै कुरा हाम्रै आफ्नै आर्मीभित्रकै ग्रुपले गरेको छ त्यतिखेर चाहिँ अब पहिला चाहिँ अब आर्मी भन्ने बित्तिकै अब त्यही त बन्दुक बोक्ने मात्रै भन्ने खालको एउटा पनि हुन्थ्यो नि त यहाँ लाइभ बस्नुपर्ने भयो टिकटकमा दाजु तपाईँको टिकटक छैन अस्ट्रेलियातिर चल्छ त नि
विष्णुलाई चिन्ते डाँडादेखि फर्किँदा गाउनु त तपाईँले त मुख नचले गीत गाउनुहुन्छ तपाईँको त झन् युनिक दाजुले मुख नचले गीत गाउनुहुन्छ मेरो चाहिँ निधार मात्रै निकालिरहेको छ एक बिघाको निधार मात्रै निक्लिरहेको छ मेरो चाहिँ भाग्यमानीको त्यस्तै हुन्छ यो आराधना यो चाहिँ आराधना बनाएको यो दाजु फोटो खिच्ने हाम्रो तपाईको मोबाइल निकाल्नु छिटो खिच्नु हाम्रो धरानको सुरुवात यहीँबाटै भएको नि यहाँबाट यो चाहिँ सुरुमा औलो लाग्थ्यो अरे खाली माथि गइहाल्थ्यो म चाहिँ त्यो जमानाको त होइन तर पनि सुनेको हैन जे इन्ट्रेस्ट लाग्थ्यो त्यो चाहिँ दिमागमा टाँसिँदो रहेछ फोटो खिच्ने पालो आएको छैन मेरो ऊ चाहिँ पो धारामा पानी खिच्ने भयो होइन त्यहाँ त मिल्दैन मेरो चाहिँ यो चाहिँ फुल तपाईँको फुल देखाइदिनु त दाजु ए हो यिनीहरू भिडियो बनाउनु न सर ल दाजु उनीहरूको चित्तै बुझ्दैन अब बिना पैसा आएर गरेको छ गरेको छ काम गर्नु त मान्छेलाई साह्रै रहर हामीलाई मात्रै रहेछ अल्छी लाग्छ चाहिँ सिक हजुर यो भिडियो यो मान्छे त यो नेपाल आइडलतिर गाउँछ होइन र खोइ जस्तै यो लाग्यो मान्छे होइन होला हो के गन्धर्व म पनि गएर गाई गाउनुपर्छ होला है दाजु कहिले सुरु गर्छु यहाँ हौ सुरु नगरी हुँदै हुँदैन होइन ऊ यहाँ हो यो भाइसँग ए त्यहाँनिर उसले सारङ्गी बजाइहाल्छ म पनि छेउमा बसेर गाइहाल्छु अनि भरे पैसा बाँड्छु ए त्यसो गरे कसो होला दाजु सुरु गरिहाल्ने नि किन समय छैन आजैदेखि सुरु गरिहाल्यौँ क्या जे मनमा आउँछ नि त्यो गरिहाल्नु पर्ने रहेछ क्या समयले छोड्दो रहेछ गन्धर्वसँग गाउनु सुरु गर्नु पर्यो कस्तो कस्तो मेरो प्लानहरू थियो कस्तो कस्तो प्रोजेक्टहरू थियो सुरु गरेर म यहाँ कस्तो हुन्थ्यो जस्तो भए पनि लास्टमा त्यस्तै नै हो बनाएको बनाइ हुन्छु फेरि फेमस भयो भने राम्रो तपाईँको भाइ फेमस भयो तपाईँ पनि फेमस हुनु म फेमस भएन फेरि ल है दाजु लु भयो आउनु है दाजु यहाँ फोटो खिच्नुहुन्छ आराधनामा फोटो खिचेर सक्यो यो त नि यो पाखा पनि सबै हुनुपर्ने हो नि दाजु पछि हो गीत गाउनु त हाम्रो धरती हाम्रो आकाश हाम्रो धरती अच्छा त्यति गौला नै भन्छ मलाई हाम्रो धरती हाम्रो आकाश हाम्रै परिवेश श्रम गरौँ सबै मिली बनाऊ यो देश बनेको देश बनाउनेको हाम्रो चाहिँ होइन मैले अघिको कुरा गर्ने एउटा कुरा सेयर मार्केट भन्ने कुराको क्या यो चाहिँ कन्सेप्ट राख्नु है यो फ्युचर हो नेक्स्ट स्टेपमा जनता नै मालिक हुनुपर्छ क्या मलाई सेयर मार्केट भनेको जनता मालिक हुने हो क्या बुझ्यौ खै म अगाडि जान्छु यहाँको केरा अस्ति काटेर दिदीले ल्याइदिनु भएको थियो मलाई कत्रो पो फल्छ त हौ यहाँको केरा यो पनि पनि सबै रोपेको केरा हो नि त यो चाहिँ यस्तोमा हिँड्दा चाहिँ मधेसको याद आयो दाजु हो यहाँ त बाटै बनाइसकेको रहेछ नि त हिँडेर गरम गरम त हुन्छ मान्छेले के साह्रो खटेको बिना पैसा अल्छी पनि लाग्दैन हिउँदो यिनीहरू यस्तो के बानी भइसक्यो क्या दाजु सिका पानी भइसक्यो क्या यहाँ नआए त निन्द्रा पनि लाग्दैन अब यस्तो धेरै काम गरेको संस्कृति पार्कको रोज गार्डन मलाई चाहिँ यो कुरा मन पर्यो फोटो खिचिहाल्नु मन परेको त खिचिहाल्नुपर्छ खै भाउजू कता जानु बाटो हुँदो रहेछ त तिम्रो भिडियोमा मेरो भिडियो हुने भयो मलाई चाहिँ ननिकाल्नु ल दाजु फेमस हुनु मन छैन मलाई पनि फेमस बनाइदिनु न त नभए विदेशमा मात्रै फेरि नेपालमा चाहिँ होइन के कम छ र
यो माथि यो माथि पाखाबाट किन होइन होइन यहाँको टिपे जस्तो लाग्यो होला हामी यताबाट जाने हो